अमेरिका चोनाडीमा साहित्यकार रीता देवी प्रधान रुमाटिया हाइकु बान लोगु चिनाख व बाख विदाया निगु सफु छकला पिदंगुदु यलया बखुम्बाले बुधवा जुगु ज्याजोले प्रधान्य फे वगुले व तापले थगु स नाया सफुया पितोबोज्या जुगु ख ज्याजो सिर्जना अभियान समाज व नेवा हाइकु ख्याया गोसले जुगु ख ज्याजोले प्रधान्य हाइकु बान लोगु चिनाख सफु फे वगुले व बाख मुना तापले थगु सया पितोबोज्या वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ साहित्यकार ध्रुव मधुकर्मी व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेशास्य केन्द्रीय कार्य समिति अध्यक्ष निसे बोर्ड अफ ट्रस्टी गीता खत्री मङ्का कठम पितोबोज्या याना दिगु ख नेवा हाइकु ख्याया नाय सुरेश प्रधान्य सभापतित्व जुगु ज्याजोले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाल भाषा एकाडेमिया दाधरी डाक्टर पुष्पराज राजकर्णिकार प्राज्ञ ध्रुव मधुकर्मी वर्ल्ड नेवा अर्गनाइजेसन या नेपाल च्याप्टर या कजी साक्य सुरेन समालोचक पूर्ण ताम्रकार नेवा हाइकु ख्याया कजी दिलबहादुर चित्रकार तुयो पु अनेशास्य अध्यक्ष गीता खत्री साहित्यकार प्रधान्य पितोबोज्या जुगु निगु सफु या त कया थथगु धारणा तयार दिगु ख हाइकुया सैद्धान्तिक दिशा अध्ययन हुँदाछ जिसले थिया परिष्कृत रूपमा हुने जो जिम्मेवारी मेरो हाइकुया खेले चाहिँ नेवा हाइकु एक जिज याचना हिसाबमा थौ तकै यो इले चाहिँ झिन खुलायो दौराने चाहिँ तिथि पास पनि हाइकु नियन्त्रण तिथि हनेबाको हाइकुया समीक्षा नियन्त्रण केन यो कोया कन्टेन्ट अवेर हुँदो जिसले उकेटा रिभिजिट याना हाइकु चाहिँ पिसा हाइकु चाहिँ पास पिसा चाहिँ त बढीचा अध्ययन याना मिल्दाछ दिलबार जिन हरेक हप्ता हरेक महिना थथयो खते याना चाहिँ हाइकु कन्टेन्ट तो बेसिक कन्टेन्ट तो तिता डेभलप या माध्यम चाहिँ खोइ जाउँदो यदि हाइकु जापान प्याओ जोसन अथवा पिने पके चिता गाउँ जोसन जिउचा जिउ चाहिँ गो फे जीव ठ्याबा जीव कल्चर जीव संस्कृति जीव चिन्तन मनन याद वो हाइको ग्वाले युजुला छ उइदा चिना जस्तो छ्याउ त्यसको बाला फिके चाहिँ कन्जुस याना तो जापान दा उगा जिला थिएटरका अध्याय कम गावाजी म जीव चाहिँ गो भावना त जीव साहित्य त जीव भाषा त वो ग्वाले युजुला छ स्वागत है साहित्य जीव चिज अरो उही फ्रियो उही उलगा दियो मको छोस भाषा साहित्य बाँध डाला छ मेरो भाषा उल्टा दे कि अनुवाद दे कि न जाके कुजे अनुवाद साहित्य न यो के कहना चाहन्छु परिभाषा सामान्य फ्रेमवर्क ख उके दिनजना फया फको के दिनजना प्रयोग ख तर मूल खण्यो चाहिँ सन्देश दिउ ख जिसा गोमी पिन्ता पाछो चाहिँ गोमिया समाज त जिसा गुगु सन्देश दिउ ख वो प्रभावकारी दिमा वो बानाउ दिमा पिङु दिमा निङु दिमा यसले मुख्य क चाहिँ परिभाषा मको परिभाषा तत्व केना आखो गो काट्ला मगाट्ला छ आखो पजुला कम जुला यादे परिभाषा चाहिँ तत्व केना दुनियो मगा अले चाहिँ सन्देश चाहिँ ले ध्यान मुन्यो ओ मको जीव विचार मूलक सन्देश ख प्यामोद्य तनम बोया त ज कोरोना एक कोरोना व्यापक जुला एनो दिवया सुना मुल्यो एजुन दिन ज चाहिँ वे म प्यातो न बेकन्दर वो चाहिँ स्थिति क आ जनो देव या फै म फै जो अन्धविश्वास खन दिएको बा विश्वास खन दिएको का जिपिला चाहिँ थलो आपुल बिबुले जो डेटा चाहिँ समय बुटे बि खनी समय बुटे या क्षम प्रजना अले चाहिँ तो समस्या समान दि बि खनी वो अन्धविश्वास खन दिएको तर जन छ सहारे रुपे आदरण यो कुछ न के आदरण दनि एजुन ठोस स्थिति त चित्रण बुयान दला वाला एकदमै बुली चीज सुरु खे चोइब्रम स पुक्क चीज सेका शिका सिद्धान्त बना चोइबो बुली चीज चोइबिसन के ढुंगा ती सिद्धान्त बनेजी अवधारणा बनेजी चो या छौ धुल नपो तयाजी चे ढुको सुबरे ढुगुल नपके हाने जगत वो नपुलिमो सूर्य छौ अवसरे छौ टाइम जो चाहिँ थप अग्रदेव लफी नेना चाहिँ उया लिपा वो चाहिँ थबिल लपो नेवा थबिल लम देखेमा एजा ठो फेउ लयखेर छौ नु नपो देख्यो पुत ख पुत जी बजे अलग ठो चीजे
चुबीसँग ध्यान भी समालोचना ध्यान भी समक्का चाहिँ जीवन चाहिँ टेक्सास है मेमा जापाने दो धामखन की माबो पिन्न भनिन्छ चाहिँ म छिठे चुनावको 8औं ले अयो का फेसन जो होला वो बालिटा वो फेसने दुनि चाहिँ म्यो बालिटा न हुइ चौं दुलागा छोराहरु चाहिँ ए जो कारण माबो पि गुब्लेना मला काला दो म्यानन दो मगला तर चाहिँ छोराहरु सिटेका टक्न चाहिँ फासनी मुखै पिटी बालिटा न हुइ चौं दो थो परिस्थिति मना चोपी फुकन डायस्पोरा लाइफ भ ए जो कारण ठयौपटी परिस्थिति योपटी नापाङो सफु चाहिँ तो डायस्पोरा सफु ज्या प्याउ चौं दो र झिसा चाहिँ छोरा नेवा भाषा ढाबले थुकेटा टस्कन नजिकको शब्द दियो टप्ले वने गरे नभा विदेशै वने टप्ले वने गरे मला टप्ले थोगु सर गाडिया चाहिँ अले चाहिँ डायस्पोरा जीवन हना चोपी पिनी विदेशै वना चाहिँ चुना चोपनी जीवन युक्ति सजौ गाने न थिटा जिमसा टप्ले थोगु सर गाना देवे घटना चिरबुजे जुला थोगु न्यागर हेगो न्यागर यो चाहिँ सोझो यो चाहिँ हाइकु रगा दिन पेचुंडु ओकी पट्याक पक्टरु ओकी छन्दडु ओकी अन्क्यानु प्रासदु अले मे भाव गाडी पटिला विभिन्न चाहिँ आज वेब कमिसन धेरै मुल भाव गाडी विषय पोस्ट गाडी ओकी चाहिँ पेचा वेब न चाहिँ कुटा हामी खण्डु ओकट वेब कयो चाहिँ तो खास नेपाली भाषा नभए नचोस न्याकु चुङली साइडमा वेब कयो चाहिँ चोसा काव्य खेले एकदमै चोन्यान चुङ चाहिँ जिताका न्यागले दुनिया सोझै कविता ढगा गो पुस्तु देना तो जी आपला जी साहित्य तो से आत्मा दो ल उके दुनिया चाहिँ जी ठौया तो सफो चोनी रिटा देवी प्रधान जो जिया गो तो न्यागा दुनिया गो भाग व्यक्त नाटक दो वो हाइकु जुनी मलासँग थुगु झिको भाषा ठजाउन मारिगु झि खङ्गा सायद नेपाली भाषामा परदेशबाट आएको नेपाल भाषामा पहिलो किताब पनि होला यदि म गलत छैन भने हैन मैले त्यस्तो लाग्यो अहिले सुन्नमा आएकोमा फेरि पनि मलाई कस्तो लाग्यो भने जब देश छोडिन्छ नि अनि देशको माया हुन्छ अनि देशको पीडा हुन्छ मुटु दुख्छ यहाँ भुइँचालो गए पनि हामी त्यहाँ पीडित हुन्छौँ है अनि त्यसले गर्दा पनि यस्ता यस्ता जन्मिन्छ जब मान्छेलाई सङ्घर्ष हुन्छ त्यो सङ्घर्षपछि हामीले कसरी सकारात्मक भावनाबाट हामी जीवित रहने भन्ने कुरा त्यसले हामीलाई सक्षम बनाउँछ त्यो कार्यक्रम श्रोता वर्ग त दर्शक वर्ग त छिटो अमूल्य समय टोला जो कार्यक्रम छ ढाका दिन जितस्ते लेटा जित मसिन सुरासा जिम मखया जेवे मखन खोपी पिटानो मसी होला गेना खोपी पिटा होला बेनो मास्टर तर खोपी जी धुन्दै जा तर मैले सिक्को पछि होला अरे हान्नचको छिपिङ त मुसिका जाजोले नौवाना डिपी साहित्यकार पिन्छ डास्पोरा जीवनयात क खाना चोया तगो प्रधान्या सफुत नेवा साहित्य खया लागि नापाङ्गु जुगु थारना तयार दिएको छ जाजोले साहित्यकार प्रधान भर्चुअल माध्यममा ठगु कृति यातक कया नौवाना दिगु खस जाजोले साहित्यकार पूर्णिमा साके ह्याका दिगु ख थयान्य साहित्यकार प्रधान्या कविता संग्रह तरङ्गहरू मनका अन्धविश्वास भित्रका विश्वासहरू सचित्र मच उपन्यास नवाइम छु व बाख मुना जी खनागु ख याना पेङ्गु नेपाल भाषा लिसे नेपाली भाया सफु पिदने ठुङ्कुको दु अविश्वास भित्रका विश्वासहरू सफु अंग्रेजी भाषा न फया हिला प्याहा वगुदु नो पहा भने बमबा या अध्यक्ष जी जी बात जुकावेको राजेन्द्र रञ्जित वेदना मटुलाई